दाइ कहाँ हिँडेको बस्नु न एकछिन कहाँ बस्छौँ भन्नु न त अनि भुइँमा बस्नु न त्यहाँ दाइ अनि के छ त हाल खबर ठिक छ अनि यस्तो गर्मीमा कहाँ हिँडेको र सन्दीप लामिछानेलाई खेल्न दिन आएको हामी अच्छा सन्दीप लामिछानेलाई न्याय दे अहिले केही नाराबाजी नगर्नु होला है ए रवि लामिछाने दाइ के आदेश दिएछौ तिमी त्यहाँ बसेर शान्त बस्दिनु होला पहिला है सुन्नु न कुरा नचलाउनु मलाई चाला चोर रवि लामिछाने किन यति रिसाएको होला मसँग मेरो इगो हट गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछाने यो गृह मन्त्रीले मैले खाइदिएको के छ अहिलेसम्म कसै कुनै गृह मन्त्रीले थुने थिएन हामीलाई थुन्ने हो एउटा बम फाल्न सकिन्छ सर्वोच्च उडाउन सकिन्छ अनि यस्तो कुरा गर्नु हुँदो रहेछ अनि थुन्दैन त रवि को हो यो समात्ने हामीलाई जस्तोलाई थुन्न सक्छ भ्रष्टाचारीलाई थुन्न सक्दैन सकिन्न सिधा कुरा केमा कराउँदाखेरि यसले भ्रष्टाचार एक फाइल खोल्छु भने हो कि होइन हो। अहिले त्यहाँ गएपछि त्यसको खुट्टा हल्लियो त्यसको मुटु काप्यो त्यसको हिम्मत सक्यो होइन यो नामर्द भयो आजदेखि साला चोर रवि कति लामिछाने गाली गरेको यार बरु सन्दीप लामिछानेको बारेमा के भन्नु अहिलेसम्म सन्दीप भाइले जति यो देशलाई कसैले चिनाएकै छैन कि भगवान बुद्ध पछाडि नेपाललाई कसैले चिनाएको छ सन्दीपले हो कि भाइसन कुछ ज्यादा नहीं हो गया प्लिज शट अप सन्दीप लामिछानेलाई भिजा दे अमेरिकन एम्बेसीले भिजै दिएन के भन्न चाहनुहुन्छ भन्नुहोस् न गेर्दिम एम्बेसी आगो लगाइदिम भन्न चाहन्छु धेरै बम हान्ने आगो लगाउने कुरा नगर्नुहोस् जेल हाल्ला नि फेरि जेलमा त झन् खुसी आनन्द किताब लेख गर्न सोचेछु कुनै दिन जेल हाल्यो भने बचेर साँच्ची कि हाल्न पनि सक्छन् यस्तै कुरा गर्नु हुँदो रहेछ भर्खर एउटा बम फाल्न सकिन्छ अहिले 5 सेकेन्डमा बिहे बालुवाटार चिया दरबार उडाइदिन्छु भने अहिले हतियार तयार गरेर छु यो भदौ 1 गतेदेखि म जनआन्दोलन घोषणा गर्न चाहन्छु सबैजना भदौ 1 गतेदेखि काठमाडौँमा आउनु होला हो अशान्ति मचाउँदैछौँ यो देशमा अनि बम हान्ने आगो लगाउने अशान्ति मचाउने कुरा गर्छन् त बुद्ध जस्तो बन्छु भन्ने मान्छेले म बुद्ध जस्तो बन्छु म त बुद्ध जस्तो बन्न चाहन्छु गौतम बुद्ध जस्तो बन्न खोज्नु भएको होला तर निर्बुद्ध जस्तो हुनुभयो कि को यो तोपे हो म तोपे आँखा देख्छस् आँखा खुल्ला छ तेरो के हो त माछी फुल चार्जमा छ हो र के गर्नुभयो भन्नुहोस् त म केही खाएको छैन झुट नबोल्नुहोस् हजुरको आँखा पुरै छ्याप देखिरहेको छ खास झ्याप भने के म बुझाइन्छ है म त यसैको विज्ञ हुँ नि त फेरि भन्नाले म त रक्सीको डाक्टर म त गाजाको डाक्टर हो नि त सर ए हो र 5000 जनाको लागु छ छुटाएको छु म टिचिङ हस्पिटल एडिक्सन डिपार्टमेन्टको इन्चार्ज भएर मैले 3 वर्ष सेवा गरेको छु ए अनि हजुरले त खानुहुन्न नि गाजा नखानु होला है गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन गाडी अघि भर्खर खान्न भन्दै हुनुहुन्थ्यो अहिले फेरि तिमीहरूको बाबु खाइदिएको छैन भन्नुहुन्छ के भन्न खोजेको कि खाएर आएमा हो आज म त जहिले आइ हुन्छ हेर्नु म त परम आनन्दमा जतिखेर ध्यानले योगले मलाई केही खानै पर्दैन तर कहिले काहीँ त खाएरै कुरा गरे जस्तो गर्नुहुन्छ यार मैले राम्रा कुरा नि गर्छु नि त अहिले भर्खर मैले प्रवचन दिन थालेँ नि तपाईँ रल्ल पर्नुहुन्छ ल त्यसो भए बाबुरामजीलाई प्रवचन दिनुहोस् न त ओहो बाबुराम पर्छन् भन्ने बित्तिकै बत्तीदेखि मारेको नाम सुनेर डराएर कापेर हिँडेको मान्छे हो कि मारिहाल्नु थियो नि त त्यतिखेर त मेरो गाउँमा टाउको काटे धेरैले अनि मेरो अङ्कलको टाउको काटे उहाँहरू आएपछि त अब त त्यसमा ठुलै परिवर्तन हुने भयो हो किसानले त उहाँहरू फेरि बुर्जुवा शिक्षा भन्दै शिक्षा फेर्नुपर्छ भन्दै आउनुभएको थोपो छिटो फेरि उल्टै संस्कृत भाषा मास्ने काम मात्र भयो अब त 65-63 मा माओवादी आएपछि त अब पुरै सरकारबाट किसानहरूले पुरैले मल पाउने भयो बिउ पाउने पुरै बजार व्यवस्थापन हामी त पुरै औद्योगिक क्रान्ति गर्ने भयो जस्तो फिल भएको थियो तर झन् कालो दिन भन्छौँ हामी 30 वर्षलाई पछिल्लो शिक्षा यस्तो शिक्षा बनाइदिनु भयो कि अमेरिकाको नोकर हुने दास हुने बाहेक हाम्रो केही छैन अनि देश उहाँहरूले मात्र बिगारेको होइन तपाईँले बनाइदिनु भएन त देश मैले भन्न नपाउने तपाईँले देश बिगारिदिनु भन्न नपाएन हामीले अरूले बर्बादिन दिनु कस्तो रिसाउनु भएको यार ठिकै भन्नुभयो तपाईँले देश बिगारेकै त हो त नि हजुरले एकदम ठिक गर्नुभयो सब नेताहरूलाई यिनीहरूको मुख्य गाडी गरेर यसरी नै बिल्ला हालिदिनुपर्छ यिनीहरूले देश बनाउँदैनन् यिनीहरूले देशमा परिवर्तन गर्दैनन् के गर्ने होला नेतालाई ठिक पार्न के गर्ने होला भन्नु त यिनीहरू सबलाई खुकुरी हान्नुपर्छ फेरि यस्तो खुकुरी हान्ने कुरा नगर्नु नि त यार अनि के हो हजुरले त नि प्रचण्डलाई मार्नेलाई पैसा दिन्छु भनेर मूल्य नै तोक्नु भएछ मैले प्रचण्डलाई मार्छु हामी 10 लाख हामीहरू आफू दिन्छौँ यिनीहरूले जे गरे पनि हो नि मार्दिने हामीलाई हामीले यिनीहरूलाई मार्न नहुने भनेर चाहिँ मैले त्यतिखेर मूल्य तोकेको तर यिनीहरूले सिकाएको कुरा हामीलाई हिजो एकले अर्काको 50 करोडको टाउको मूल्य तोक्नेहरू अहिले मिलेर बसेका हुन् कि होइन यदि तिमीहरूलाई मिल्नै थियो नि किन मारिस् त हिजो जनता ये भैंचो सारे मिलके हमको पागल बना रहे हैं मादर चोद सर शेरबहादुर सर तपाईँले धेरै योगदान गर्नुभयो यो देशका लागि धन्यवाद दिन चाहन्छु बढी भो सहनै नसक्ने भो अति भो होइन र यिनीहरूले देश बनाउँदैनन् प्रचण्डले कहिल्यै देश डेभलप गर्दैन केपी ओलीले कहिल्यै देश डेभलप गर्दैन यही हो सही हो देश विकास गर्न मन नलागेको जति सबलाई कट्टा हानेर मारिदिउँ एकचोटि चाहिँ त्यही गरौँ अब जहाँ गएर प्रचण्डलाई कट्टा हान्दे त्यसको विशाल बजार आगो लगाइदिए भ्रष्टाचारीहरूको घर भत्काउँदैछौँ गाडीमा आगो लाउँदैछौँ भत्काइदे गर आगो लगाइदे आज मैले यहाँ आगो लाउनु मन थियो रणको छोराहरू सबले गोली खानेवाला छ अब मैले प्रचण्डलाई मार्छु प्रचण्डलाई मार मलाई एक थरीले त मार्नै खोजे हो नि प्रचण्डलाई मार्दै म्याच
हजुर आफै गोली हानिदिनुहोस् भन्छु मैले मलाई डर लागेछ क्या यो नामर्द भयो आजदेखि डर लाग्दैन त मुजी के हिम्मत सक्यो मलाई कसैले गोल ठोकिदिनु के गर्छ तल बचाउनु म छु मलाई कसैले मारिदिनु के गरेर भन्नु मारोस् न त दाइ के फरक पर्यो मरौँला छस् मर्न तयार पर्यो भने मर्न तयार छौँ पर्यो भने मार्न तयार छ मार्दे प्रचण्ड गोली धेरै र नयाँ बनाउँदा रवि आचोक यसरी नै मार्छौँ नयाँ पुराना सबै नेताहरूलाई मारेर देश बनाउने कसले हामीले देश बनाउँछौँ कसरी देश बनाउँछस् माथि म देश कसरी हुन्छ सबै क्लियर भन्छ सुन्नुहुन्छ हजुर म ज्ञानेन्द्र अङ्कल बाई कसैको कुरा सुन्दिन सुन्नु न कुरा। चुप लागेर बस एकछिन सुन्नु न तपाईँले मेरो कुरा नसुन्ने मेरो कुरै सुन्न मन छैन माथि कुरै सुन्न मन छैन साह्रै चित्त दुखायो दाइ तिमीले ल भन् भन्दिन मलाई भन् त मेरो भाइ भन्दिन भन्न क्या के हो भन्दिन रिसाइरहेछ क्या दुःख लाग्छ नि त यार आफ्नै दाइले नरिसा त्यही त किन रिसाएर बरु भन्नुहोस् नेपाललाई हजुरले कस्तो बनाउनुहुन्छ म त भन्छु स्विजरल्यान्ड जस्तो बनाउनु पर्छ नेपाललाई। स्विजरल्यान्ड जस्तो तोरी देश बनाउने स्विजरल्यान्ड सिङ्गापुर भन्दा नि दामी बनाउने हो कि गफ अलि बढी भयो जस्तो लाग्यो ल आयो नि 5 वर्ष 3 वर्षमा बन्छ देश गफ अलि बढी भयो जस्तो लाग्यो ल कस्तो भनेको म तपाईँलाई ग्यारेन्टी सहित भन्छु तेरो थुतुनो चलेर केही पनि हुँदैन देश डेभलप गर्न पैसा चाहिन्छ लोकल लक्ष्य र गाजा मात्र बेच्ने भने प्रत्येक नेपाली 1-1 करोड बाँड्न पुग्छ राइट नाउ अहिले भर्खरै सिरियसली ब्रो गाजा लोकल लक्ष्य र साल बेच्यो भने प्रत्येक 1-1 करोड बाँड्न पुग्छ देश कसरी गरिब छ यो कुरा कहिले गर्छन् यिनीहरूले विदेशबाट एमसीसीले देश बन्छ गाँजा बेचेर त्यत्रो पैसा हुन्छ अनि हामीले के हेरेर बसिरहेको बेच्नु न त गाँजा तेरो दाइ करोडपति भइसक्यो तँ बेचेर हिरा ल्याएर हिँड्छ त्यो अलिक गफ जस्तो सुनिन्छ नै रविदासन गाजाको विषयमा क्लियरली भन्नु पर्दैन त्यही त भन्नुहोस् न रवि दाइलाई गाँजा लिगल गर्ने भने गाजा लोकल लक्ष्य सालको बारेमा बोलन दा यार अब हुन्न देशलाई गाजा आवश्यक होइन आजको विदेशी रक्स ल्याएर खान्छ लोकल रक्स पोक्दिन लाज लाग्दैन तपाईँ त्यहाँ बसेर मलाई सिकाउनुहुन्छ त चोर होस् सहकारी ठग होस् फेरि गाली होइन यो रवि लाइम छैन र राष्ट्रपतिलाई किन यस्तो गाली गर्नुहुन्छ रवि लाइमसँग त्यसको ग्याङ जसले चाहिँ देशमा गद्दारी गर्ने सहकारी ठग्ने सबै गरेको छ प्रमाण ल्याउनु पर्यो त चोर होस् सहकारी ठग होस् जीवी राईलाई यसले आफैले कालुकाएर राखेको छ रवि लामी छाने सुन के हो कहाँ हो रवि लामी साने याद गर तिमीलाई पनि हामी भगाउँदैछौँ टोडी खेलमा राखी उडेर आइज सिंगल टोडी खेलमा एक किक हान्न मन छ त्यो पनि नाकको डाँडी भाँचिने हामी नाकको डाँडी भाँच्दैनौँ सर भाँच्नै पर्यो भने हामी तस नस पारिदिन सक्छौँ रवि दाइ हिमा आउजुको भाइ होइन ऊ मेरो भाइ नै हो के हो त नि दाइसँग मुख मुखै लाग्नुहुन्छ त दाइको मर्यादा राखेन भने बेकुबलाई कान समातेर तान्न सक्छु दाइ चित्त नदुखाउनु जे भने नि हाम्रो पुस्ता मिल्नुपर्छ अब सबैजना मिल्नु पर्छ दाजुलाई मिल्नुपर्छ हामी झगडा गर्नुहुन्न युवा मिलेर देश बनाउनु पर्छ